हेलो एन्ड नमस्ते एभ्रिवान, स्वागत छ डे 4 को डेली भ्लगमा। सदा चाहिँ बिहानीको सुरुवात तातो पानीबाट भयो अनि त्यहाँबाट म चाहिँ सामान्य घरको काममा लागेँ। हामी गृहिणीहरूको त्यही त हो नि होइन, सामान्य पुछन पाछन सरसफाइ। म चाहिँ बिहान उठेर पानी पिइसक्ने बित्तिकै बेडसिटहरू चेन्ज गर्ने मिलाउने पट्टी गरेर अनि मात्रै बढार्ने पुस्ने काम थाल्छु। यति सामान्य काम सकाउँदाखेरि चाहिँ छोरीलाई नास्ता दिने टाइम पनि हुन्छ अनि म छोरीको नास्ताको लागि तयारी गर्न थाल्छु। बिहानीको नास्ता र बेलुकाको खाना चाहिँ म सधैँ घरकै होस् भनेर घरमै बनेको चिज दिने प्रयास गरेको हुन्छु। मैले चाहिँ आज चाहिँ मैले उसलाई होममेड नुडल बनाइदिएको थिएँ। आटाको आफैले घरमा बनाएर नुडल बनाइदिएँ। बाहिरबाट ल्याएको मैदाको भन्दा त यसरी घरमा बनाएकै राम्रो लाग्छ क्या मलाई चाहिँ बिहानको लागि नास्ता दिनलाई छोरीलाई। छोरीले पनि मिठो मानेर खायौँ। हामीले पनि नास्ता खाइसकेपछि खासै केही काम हुन्न नि त, अनि नुहाइधुवाइ सरसफाइ त्यतैपट्टि यसो अल्मलेर बसिरहेको थिएँ। आज चाहिँ मेरो फेरि काम केही थिएन। त्यही त हो, घरको कहिलेकाहीँ चाहिँ कति काम हुन्छ, कहिलेकाहीँ चाहिँ केही नै हुन्न। आज चाहिँ मेरो त्यस्तै दिनभरि नै सुतेर आज दिन कटाएको थियो मेरो चाहिँ। हिजो अस्ति 2 दिन चाहिँ कामै काम भयो, आज चाहिँ फेरि सुतेको यस्तै दिनभरि पकाउने खाने सुत्ने त्यति मात्रै काम थियो मेरो चाहिँ। अनि सकेसम्म छोरीलाई मोबाइलबाट टाढा राख्ने। हामी चाहिँ घरमा भएको बेला छोरीलाई मोबाइल चाहिँ एकदम नदिने प्रयास गर्छौँ। अनि उसलाई यसरी मैले नास्ता खुवाइसकेपछि भ्यान्टाको सब्जी मन नपर्ने, अचार मनपर्ने, यसरी तरुवा मनपर्ने म मात्रै त होइन होला है। मलाई चाहिँ फेरि सब्जी चाहिँ पटक्कै मन पर्दैन भ्यान्टाको। यसरी तरुवा बनाएर हामी सबैले खाना खायौँ। अनि म चाहिँ हाम्रो घर छेउको त्यो काठ मिलमा गएर यसरी मसिनो खालको काठको धुलो लिएर आएँ। यो काठको धुलोमा चाहिँ फेभिकल मिसाएर के एकदम मुसेर आटा जस्तै पारेर मुसेर हजुरको त्यो ढोकाहरूमा काठको झ्यालहरूमा धुल्या लाग्छ नि, त्यो धुल्या लागेको ठाउँमा चाहिँ यस्तो राम्रो काम गर्दैन। यो यसरी मुसेर त्यो धुल्या लागेको ठाउँमा लगाइदिनुपर्छ। मेरो 1-2 ठाउँ झ्यालमा ढोकामा यसरी धुल्या लागेको थियो कि काठ धुलो पारेको थियो, अनि त्यसमा लगाइदिएँ। यो लगाइदिएपछि यस्तो राम्रो भएर लाग्छ, ठ्याप्पै पक्रिन्छ के। अनि यसलाई चाहिँ यो यस्तो खस्रो देखिन्छ नि त, यो सुकेपछि भोलिपल्ट पर्सिपल्ट चाहिँ त्यो खास्की भन्ने हुन्छ नि खस्रो, त्यो ल्याएर घोटिदिनुपर्छ नि, स्मुथ हुन्छ कि। त्यो पहिलाको जस्तै हुन्छ नि, यसलाई कलर गरेपछि थाहा नै पाइन्न यो पछि यसरी मर्मत गरेको हो भनेर। अनि बेलुकाको खाना खाएपछि मेरो चाहिँ काम सक्यो। अनि हामी चाहिँ छोरीलाई यसरी अल्मलाउँदैछौँ। आज चाहिँ बाबाको पालो थियो, हिजो मेरो पालो थियो। हस् त, थ्याङ्क यू फर वाचिङ, बाई बाई, सी यू नेक्स्ट भिडियो, किप सपोर्टिङ।